बिहान बागलुङबाट राम्रो घाम छ। अब हामी यहाँबाट निस्किन लाग्यो कादाल लागेर भन्छ हामी नर्थ एबिसी ट्रेक सुरु भयो यहाँबाट अब निस्किन्छौँ हामी 7 बजे बिहानको। मौसम राम्रो छ। बिहानको अहिले 7 बजे छ। हामी बागलुङबाट भाउजूको घरबाट नर्थ एबिसीतिर जाने हो। हामी चाहिँ अब तातो पानीबाट भित्र छिर्न लाग्यो। यहाँबाट चाहिँ यहाँ चाहिँ हाम्रो ट्रेकिङ म्याप रहेको छ। हामी चाहिँ अहिले मिस्त्री खोला यहाँनिर छौँ। अब यहाँबाट हामी टक्क अन्नपूर्ण बेस क्याम्प 4190 मिटरमा जाने हो। हुमखोलासम्म चाहिँ हाम्रो गाडी बाइकले जान्छ। त्यहाँबाट माथि चाहिँ हामी ट्रेकिङ गर्दै हिँड्दै गइन्छ। One, two, done. Order. Go. Vào đây. बाइक कसरी आयो? यहाँ दाइहरु पनि हुनुहुन्छ। हाय। म हन्टरले तान्यो हैन। यहाँ यस्तो मजा काल रहेछ कि हाइड्रो पावरको ड्याम 5 किलोमिटर हिँड्ने हो। अब हामी रामको नाम लिँदै अन्नपूर्ण जाँदैछौँ। श्री भन्छ तान्दैन तान्दैन अड्किँदो रहेछ। बाइक चाहिँ झरलेमा हामीले अलि गाह्रै पर्यो। कस्तो लागिरहेको त लगेर यसलाई चाहिँ पखाल्छौँ। धेरै चिसो छ। म चाहिँ झरेँ ल गाइस। बाइक राख्ने ठाउँमा अब अनलाइन रिसप चाहिँ तलबाट बाइकले नतानेर गाह्रो भएर हिँड्दै आछन्। हामी हुमखोला ड्याममा आइपुग्यौँ। ब्याग मिलाउँदैछौँ। अब यहाँबाट चाहिँ हामी लाग्छौँ। हिँड्न रेडी। बाइक चाहिँ यस्तै राख्यौँ यहाँ। अहिले कति बजे मामा? अहिले 1 बजे। ठ्याक्कै 1 बजे। अब कहाँसम्म पुगिन्छ? हिँड्दै जाऊँ। 3-4 घन्टा हिँडौँ अनि बसौँ होला। ल 5 जहाँ बज्छ त्यहीँ बस्नु। ओके। हामी अहिले हुमखोला छौँ।
घुम खोलामा चाहिँ अब चाउचाउको सुप खानु लाग्यो आमाले यहाँ मस्त म्याप हेर्दै हुनुहुन्छ आमाले एस्थेटिक म्याप हामी कहाँ छौँ भनेर खोज्दै हुनुहुन्छ हामी छौँ घुमखोला अब हामी यहाँबाट हिँडेर अब गुफा एबिसी जाने हो कि सधैँ खर्क हुँदै अनि त्यसपछि भुस्केट मेला हुँदै अनि हामी चाहिँ टक्क पञ्चकुण्ड ताल अन्नपूर्ण फर्स्टको बेस क्याम्प आज चाहिँ हामी साथी खर्कसम्म पुगिन्छ होला त्योभन्दा अगाडि हामी जाँदा पनि जान्नौ हामीले त्यही हाम्रो क्याम्प लगाउँछौँ